खुट्टामा बढेको सुगर न्युरोप्याथी, फिबरमा ज्यादा सुगर फ्याटी लिभर, नाडीमा ज्यादा सुगर ट्राइग्लिसराइड एन्ड कोलेस्ट्रोल, दिमागमा ज्यादा सुगर मुड स्विङ, अल्जाइमर र डिमेन्सिया, आँखामा बढेको सुगर डायबेटिक र रेटिनोप्याथी, दाँतमा बढेको सुगर टुथ डिके एन्ड क्याभिटिज, किडनीमा ज्यादा सुगर डायबेटिज, रेटिनोप्याथिक एन्ड किडनी फेयर र पेनक्रियाजमा बढेको सुगरलाई हामी इन्सुलिन रेसिस्टेन्स भनिन्छ। अब हामीले के बुझ्नुपर्छ भने यदि सुगर खानाको थालीमा छ भने यी सबै बिरामीको रिस्कलाई हामी बढाउँदैछौँ। सुगर त हाम्रो बडीलाई डेफिनेटली आवश्यक नै हुन्छ, तर यसलाई कति र कसरी खाने भन्ने तरिका जान्न जरुरी छ। यदि यी सबै कुराहरू जान्न चाहनुहुन्छ भने मेरो पेजलाई फलो गर्न चाहिँ नबिर्सिनुहोला।